आहा ल हामी चाहिँ पुग्यो है हामी चाहिँ पुग्यो होइन त फुलचोकी रेम्बो ट्राउट वाउ आहा ल ट्राउट आज यो ट्राउटको चाहिँ व्यवस्था हुने भयो एउटा माछा उठाउनु पर्छ पर्यो ल पर्यो पर्यो ल गतिलो परेछ यार है ठुलो परेछ यहाँ देखाइदेऊ तल फ्राई 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 एउटा माछा चाहिँ पुग्न क्या पुग्छ पुग्छ यति धेरै छ 4480 भयो माछा उतारौँ न माछा उतारौँ न आउँछ नि बुढो आएर सबै यहाँ घाँटीमा अड्किहाल्छ यताबाट होइन नि यता कहाँबाट यता जान्छ होइन सर्टो सर्टो जान्छ कि मैले माछा खाएको 2 वर्ष खाएँ मैले यो माछा कति बुनिमेर खायो त तिमीले मैले खाएको छैन नि अब ट्राई गर्नु तँ बुनिमेर ट्राई गर त ट्राई गर्ने एउटा मात्र त्यो माछा सरकारले खोजेको जुन यो चाहिँ एकदम दामी हुन्छ बुनिमेर चाहिँ यसमा टोटली क्याल्सियम पाउँछ क्या यो होटलले त्यहीँबाट जान्छ माछा मात्रै हो नि ट्राई गर्ने यो बुनिमेरमा चाहिँ के हुन्छ नि खाउनु पुरै क्याल्सियम हुन्छ क्या एउटै फाल्ने होइन नि त लोकल कुखुरा र यो ट्राउटको माछाको हड्डी फाल्ने नै होइन त्यो फाल्ने मान्छेले खानै जानेन क्या माछाको हड्डी फाल्ने मान्छे त्यसले खाएको छैन भन्ने बुझ्नुपर्छ क्या सुरुमै हाम्रो आज पक्कै पनि हाल्यो यो चाहिँ प्युर होइन प्युर बनेको एकदम एकदम त यसमा कुनै यो कुनै शङ्कै छैन सँगै छ नि यो जङ्गलमा तपाईँको यो जङ्गली होइन रहेछ भने होइन प्युर हो थाहै छ यो यो बोसोले नै थाहा हुन्छ जस्तो मैले भने नि जस्तो यो चिज हुने त ए भाइ तल ल्याइदियो भने ल्याइदिन्छ क्या होइन म चाहिँ आज चाहिँ हामी माने दोकानमा छौँ भाइहरूसँग हाम्रो इन्जिनियर सरहरूसँग सबै इन्जिनियर यहाँ ओभरसियर चाहिँ म मात्रै परेछु यहाँ सबै इन्जिनियर रहेछन् यहाँ सँग चाहिँ ठुलै भयो है होइन त त्यही त सबै इन्जिनियर अब ओभरसियर आफू एकजना पऱ्यो अब आफू नै इन्जिनियरै हो कोही इङ्ग्लिसको लाइसेन्स हुन्छ कोही इङ्ग्लिसको लाइसेन्स हुँदैन होइन त्यति हो है अन्त तपाईँले युज गर्नुहुन्छ क्या अब खाइँदै लिएर भनिन्छ होइन मैले एकचोटि मिर्गा लिएर गएको बाबु त्यो मिर्गा चाहिँ भर्खर हालेर ल्याएको मात्रै चाहिँ त्यसलाई त्यो काटकुट सबै टुक्राएको सबै हेरेँ होइन त्यस्तो यहाँको जग्गा त्यो सुतिनु र त्यो फुलहरू ठ्याक्कै गाएको बाख्छ क्या कस्तो हुने
कस्तो पानी परेको तर रमाइलो छ नि मौसममा जानु गएछ हामी टिकाहरू के टेन्सन गर्नु घरमा थाहा पायो भने के त बनाउनु खानुहुन्छ दामी छ दामी खाइँदैन भनेर सब वर्तमानमा रमाउनु हो सबै कुराहरू चिठीमा नै सबैले किनौ भने झन्झन मुटुमा आगो नबुझेको घाउ बल्दिन्छ कस्तो रमाइलो भएको आज नि त्यही होला भनेर म कोदोरी बसेँ भने म त फेरि पागल हुन्थेँ म आज मामा त्यही भएर उतातिर क्यान्सल गरेर यता आएको आज नि जाला भनेर खानपिन यताउति के जति सक्यो रमाइलो गर्ने बाबा यो सन्धि के भन्यो भनिदिनु न यदि तिमी नजिक नभएसम्म व्यथा पर्छ चोट पनि अझै तपिन्छ झन्झन मुटुमा आगो मलाई लागिसक्यो निरज दिदी त जमिन भाइ भतिजा गर्ने बेकत गर्नु अहिले यो उता पठाउन Sa. वाह Yes, certainly. Always to बेलाको याद आयो यो आइजलाई सम्झेर यस्तो त हुँदैन Digo saat होइन म पनि पक्कै है
नर ट्याक्क ल पानी पनि रह्यो अब हामी हिँड्ने हो हजुर ओके ल गाइज हामी चाहिँ फर्केको अब माने दोकानबाट माछा खाएर चट्ट फर्केको पानी परिरहेछ कुहिरो लागिरहेछ हामी 6 जनाको ग्याङ छौँ खोलामा बाढी आएको छ हेर्नुहोस् यो माने दोकान गाउँ अब यहाँ आधा घन्टामा टक्क ललितपुर पुगिन्छ ललितपुरै हो यो पनि हुनु चाहिँ तर हाम्रो ठाउँमा चाहिँ पुगिन्छ यो खोला पहिला साह्रै ठुलो बोका राख्थ्यो नि त होइन यहाँ नि सबै बोका हो नि यहाँ भनेपछि कस्तो बाढी आयो होला त्यो बेला है अहिलेको बस त यहाँ आएर बसिरहेको थियो त्यो सिधै जाने बाटो चाहिँ पनौती उषा देवी पनौती धुलीखेल जाने बाटो यता हामी यतापट्टि लाग्यो ल कराउँदैछ कहिले चाहिँ कराउँदै भयो गर्दै कराउँदैको दोकानबाट माछा खाएर लाग्यो महालक्ष्मी नगरपालिका वडा नम्बर 10 को कार्यालय दाजु उकालो यही हो डेन्जर आउँदा चाहिँ तान हो है भाइ होइन त्यो सिलाइसकेको थियो नि सिलाइसकेको थियो नि त भाइ उता लेखेर तातो तताएर ल्याएको थियौँ नि हामीले त्यो सिलाएर उकाल्दाखेरि उत्रेको हो क्या वा क्या दामी कुहिरो लागेको
तात्यो भनिन्छ नि बुबाले गाइजहरू हामी चाहिँ लाकुरीबाट ओह्रालो लाग्यो है। आज साउन 16 गते यस्तो झरी लागेको छ, पुरै पानी सिमसिम 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 पानी परेको छ। बाटोको अवस्था यस्तो छ, पानी पुरै परिरहेको छ, आइरहेछ आइरहेको छ। त्यो माथिको गाउँहरू यस्तो मजाको चिसो ठाउँमा कस्तो पानी रह्यो यार। यो बाटो चाहिँ धेरै खतरा थियो, निकै राम्रो बनायो क्या अहिले। मेरे मेरे ओहो यो तलको घरमा बनाएको एकदम यहाँ पानीको मूल त सुक्यो के यार। फाउन्डेसन
रहेछ टी सर्टहरू हो यहाँ कसो कराएको किन करायो अरूले नै लग्यो होला भनेर क्या ए कराउँछ त्यसरी कराउँछ त अरूले कुरा असर चलाएको थियो नि त ए अरूले नै कुदायो होला भनेर यसले वार्निङ पठाउँछ क्या मोबाइलमा ए गाइज हामी ढुङ्गेनी बसपारा आइपुग्यौँ है यो चाहिँ ढुङ्गेनी बसपाराको अफमा हो र अफमा थियो र अघि ब्रेक लाग्दैन होइन अफमा तल आएको र थाहा भयो तल आएर थाहा पाएको चाहिँ हप्ता रहेछ भनेर त्यो जब फ्लड बग्यो नि कतातिर गयो कहाँ गयो खोइ कता गयो खोइ ए तलै खाउँ त तलै कस्तो राम्रो भइसक्यो कि यो डाँडाहरू पनि पानी खाने हो र यसो खुट्टा सुट्टा धोएर जानु पऱ्यो क्या दाइ हो देखिन ओके त्यो पानी त पहिला बेसरी खाइयो यार चिसो छ यार दाइ चिसो चाहिँ खाने के पनि मुलको पानी खानु दामी